पार्टी फुट्दैन, कसैले चाहेर पनि फुट्दैन, पार्टीमा कुनै विग्रह आउँदैन। यदि साँच्चीकै अप्ठ्यारो अवस्था आउने अवस्था भयो भने त बरु विष पिउँछु नि म, आफूले विष पिएर भए पनि यसको एकतालाई जोगाउने हो। खालि हाम्रो प्रयास भनेको चाहिँ पार्टीलाई सान्दर्भिक बनाइराख्ने हो, पार्टीलाई कम्तीमा नागरिकहरूलाई नेपाली कांग्रेस पार्टीभित्र मेरा निम्ति हामीले सोचेको जस्तो हामीले खोजेको प्रश्नको उत्तर खोज्ने प्रयास त भइरहेको छ, नभए त्यो डेड पार्टी हुन्छ। यो पार्टी हाम्रो, यो देश हाम्रो, यो जनता हाम्रा हुन्, यो प्रजातन्त्र हामीले ल्याएको र यो संविधान हामीले बनाएको। त्यसकारण हाम्रो यसको संरक्षण, सुरक्षा, विकास र प्रगतिका निम्ति हामी एकजुट छौँ। त्यसका निम्ति हामीले हाम्रो पार्टी राम्रो बनाउँछौँ, सक्षम बनाउँछौँ र कार्यकर्तालाई समान अवसर र न्याय दिन्छौँ भन्ने प्रतिबद्धता व्यक्त गर्न छ। त्यसमा तपाईँ दुईटा महामन्त्री हुनुहुन्छ, त्यसकारणले साथीहरूलाई तपाईँले सबैलाई आश्वासन दिएर यो पार्टी अब हामी नेतृत्व गर्दैछौँ भन्ने दृष्टिकोण दिनुहोस्। तपाईँले जुन एजेन्डा उठाउनु भएको छ यो धेरै अगाडि हामीले उठाइसकेका एजेन्डा हो। प्रदेश एकमा त हामीले विद्रोह सुरु गरे हो नि सुरुमा, हो होइन? हो नि त, एकदम है। त्यो किन भन्दाखेरि उत्पीडन थियो, पार्टीको सत्तालाई जुन चाहिँ क्याप्चर गरेर केही मुठीभर मान्छेहरूले होइन त्यसलाई चाहिँ दुरुपयोग गरेका थिए। त्यसका विरुद्धमा वास्तवमा देशभरि कार्यकर्ताहरू आक्रोशित छन्। अहिले तपाईँले लिड गर्नुभएको छ, आगे बढो हम लोग साथ में।